So alright guys, new day, new vlog र न्यू ठाउँ जाँदैछु र हेर्नु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइस। अब म चाहिँ घरतिर जाँदैछु, तपाईँ हेर्नु होला कस्तो लाग्छ मेरो भिडियो पनि गाइस। अब युट्युबमा नै आउनुहुन्छ, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। अब यस्तै छ, म घर जान लाग्छु। यही हो गाइस, अब अरू केही छैन, म हिँड्दैछु होइन। अब यो हावाको कसम, यो बादलको कसम, न तेरे बिना लगदा जी मैं तेनू समझा कि न तेरे बिना लगदा जी तू की जाने प्यार मेरा मैं करूं इंतजार तेरा तू दिल तू यो जान मेरी मैं तेनू छिमेकी भने अब यहाँ जस्तै कुनै ठाउँ भैँसी लगेर जान्छु त्यस्तै हो गाइस। पहिला चाहिँ यहाँ भैँसी यहाँनिर चराउँथ्यो, यहाँ बस्थ्यो होइन, बाजेहरू बुढाहरू। अहिले चाहिँ अब यहाँ घरसर लगाएर पुरै खनेर होइन लुगा खानेर त्यहाँ लगाउने बनाएको हाले गाइस। त्यसैले यहीँ बस्छन्, यहीँ बस्छु भनौँ न। म गाउँमा चाहिँ जहिले चिसोको महिना हुन्छ नि गाइस, डेली जान्छु भने चिसोको महिनामा म गाउँ जान्छु र अहिले चाहिँ यहीँ बस्छौँ। त्यही हो गाइस, चाहिँ मन्दिर होइन, छोराछोरी चाहिरहेका हुन्छ। अब के गर्ने गाइस, त्यति छ। हेर्नु होला गाइस म चाहिँ देखाउने छु गाइस। मैले मेरो होइन मुसलबारीमा चाहिँ मैले मल्चिङ पनि गरेको थिएँ होइन। मल्चिङ गर्दाखेरि त्यहाँ प्लास्टिक च्यातिएको थियो एउटा। अब आज गएर हेर्छु, टनेलमा हेर्छु काँक्रा लगाएको थियो, काँक्रा सबै छैन, पुरै देखाउने छु गाइस। अनि मेरो घरसहित मेरो गाउँसहित देखाउने छु, डर लागेर गरिहाल्छु नि गाइस। अब त्यस्तै छ गाइस, यस्तै छ गाइस। यस्तो छ गाइस सयपत्रीको भ्यू होइन। अहिले त्यहाँ बादल लागेर देखिन चाहिँ लाग्छ होइन, यस्तो छ होइन। डरलाग्दो ठाउँ थियो, अब देख्न सकेको छैन। अहिले चाहिँ घर जाँदैछु, अझ चाहिँ फरक बाटो लगेर तिमीहरूलाई साथीहरूलाई डोला रमाउनु। ठिक छ, यति दुःख त हुन्छ। हेर्नुहोस् गाउँको भ्यू छ कस्तो है। मेरो उमेरमा कस्तो नराम्रो थियो, अहिले चाहिँ घाम लागेर अलि सूर्य लागेर खत्रै देखिरहेको छु हो गाइस। आफ्नो प्रशंसा आफै गर्छ, कोही गरिदिँदैन भन्थ्यो भएछ। यस्तो क्वालिटीमा हिँड्छु नि म, पुरै फेमस है हो। हेर्नु गाइस, हेर्नु है गाइस, कस्तो है। अलिक डर पनि लाग्ने, अलिक गाइस होइन। कमरामा यस्तो छ भ्यू। ठिक छ गाइस, अब सबैले माया गरिदिनु होला भन्न चाहन्छु होइन। मेरो भ्यू कस्तो, भिडियो कस्तो लाग्छ होइन, हेरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन गाइस। अहिले गरेको एक लाइक, एक कमेन्ट, सेयर, सब्सक्राइबले नै मेरो थप हौसला मिल्छ, म थप इनर्जी मिल्दैछ के योभन्दा राम्रो भ्यू देखाउँ जाम भन्ने लाग्छ। अब सब्सक्राइब गरिदिनु, लाइक कमेन्ट सेयरै हुँदैन अनि के बनाऊँ छोडिदिए भन्ने लाग्छ गाइस। तपाईँले चाहिँ साथ सपोर्ट माया गरिदिनु होला चाहिँ भन्न चाहन्छु होइन। कस्तो लाग्छ
त्यस्तो देखिरहेको छैन हेर्नु होला गाइस सो गाइस सुन्नु हाल्छ मान के सो गाइस हेर्न सक्नुहुन्छ होइन यस्तोमा छ त्यस्तै छ गाइस अब के भन्ने होइन हिँडिरहेको छु हिँडिरहेको छु अब चाहिँ गाइस केही छिनपछि पुग्नेवाला छु अब यस्तो भ्यू हेर्न पाउँदा चाहिँ आफूलाई खुसी लाग्छ है यस्तो ठाउँमा जन्मिनु पाउँदा मलाई चाहिँ किनभने अब सहरभन्दा गाउँ नै ठिक लाग्छ मलाई गाउँ ठिक लाग्नको कारण नि यस्तो भ्यू देखेर है यस्तो भ्यू हुन्छ है कत्रै राम्रो लाग्छ कि मलाई यस्तो भ्यू त्यसैले म भिडियो बनाउनतिर लाग्छु नि गाइस नत्र त अब के हुन्थ्यो र यस्तो कुरामा छु नि म अहिले चाहिँ त्यो चाहिँ हामी बच्चासँग साथ बस्ने एउटा हो होइन चाहिँ म एउटा नयाँ ठाउँ देखाउँछु होइन त्यहाँ के कस्तो हुन्छ अब हेर्नु होला है यो छ नि गाइस यो पुरै यो छ नि यो देख्नुभयो नि गाइस त्यो चाहिँ हामी बच्चासँग यस्तै खेल्थ्यौँ के यो अब हेर्नु है यस्तो हुन्छ कि गाइस पहिले न हो गाइस अब यसरी बस्ने है यसरी रहने यसरी पहिले सानो छँदाखेरि यति रमाइलो लाग्ने कि घरबाट आउन यहाँ कमसेकम 30 मिनट क्रस हुन्छ होइन यति टाढा पनि होइन सानो छँदाखेरि यो यस्तो गर्नको लागि ओहो त्यति टाढाबाट आउने कि ओहो कति रमाइलो हुने भन्ने यसरी आउने अनि यहाँमा जान चाहिँ नसकिने है त्यो बेला यहाँबाट जाने त्यस्तो गर्थ्यौँ मैले पहिला अहिले चाहिँ अब त्यस्तो छैन यस्तो अब सबै सहर जान्छन् सानालाई सहर बोर्डिङतिर पढाउन लिन्छन् त्यही भएर यस्तो ठाउँमा चाहिँ अब देखिन्न सायद खासै आउँदैनन् मेरै घरको कुरा गर्दा नि अब मेरो बहिनी हेर बहिनी नि अब चैनपुर हालेको छ होइन त्यस्तै गरेर अब मेरा 2वटा भतिजहरू छन् उहाँलाई पनि चैनपुर हालेका हो त्यसरी अब मेरो फ्यामिलीबाट त तीनवटा चैनपुर बस्छन् भने त्यही भएर यहाँतिर गाउँतिर मान्छे हुँदैनन् गाइज होइन मान्छे नहुनु मुख्य कारण नि त्यही हो अनि यो चाहिँ म देखाउने छु गाइज हामीले भलिबल खेल्नको लागि छु होइन खनेर बनाएको फिल्ड म अहिले यो ढुङ्गामा जान्छु है ढुङ्गामा यो खत्रै भ्यू छ कि हेर्नु अप्ठ्यारो डर लाग्दो कति छ है यहाँबाट कस्तो छ अनि यहाँबाट यहाँ चढ्दाखेरि यहाँ हेर्दाखेरि यहाँ हेर्नु फेरि यहाँबाट लड्यो भने के हालत होला अब भ्यू अलि डर लाग्दो छ यस्तो ठाउँमा अब कसरी जाने भन्ने डर त लाग्छ नि यो चाहिँ हाम्रो फिल्ड हो गाइज हामी चाहिँ भलिबल खेल्न आउँथ्यौँ अहिले चाहिँ अब कोही छैन भन्दा पनि कोही छैन गाउँतिर है 2-4 जना त छन् होइन
अब 2-4 जनाले खेल्दैन मेनली भयो है के खेलिन्थ्यो नि त अनि योमा चाहिँ घर लगाउनुको लागि कसले काठ चिरेको रहेछ है त्यसैले नि अहिले बन्द रहेछ हामी चाहिँ अब स्कुल जान्छौँ त भातीखोला त्यही भएर हामी खेल्न पाउँदैनौँ अब भाइहरू खेल्न आउँदैनन् भाइहरू अब पढ्छन् स्कुल अब सानै छन् 6-7मा पढ्छन् अब के खेल्न आउँछन् होइन त्यसैले खेल्न चाहिँ आउँदैन होइन त्यही हो खेल्न आउँदैन यो चाहिँ 2082 साल 82 सालको होइन त्यही माघ महिनामा सुधार लगाइएको मन्दिर हो गाइज अब म चाहिँ जान्छु है मन्दिर हेर्न सक्नुहुन्छ कस्तो छ भनेर है यस्तो छ यो चाहिँ नेपाली होइन गाइज फेरि हो डर पनि लाग्दो अलि रहर पनि लाग्दो चिज देखाउँछु हेर्नु होला वाउ हेर्नु होला गाइज के होला नाग जस्तो देखिरहेको छ भन्ने लाग्ला तर चाहिँ के होइन नि यो यस्तो ढुङ्गाबाट बनाएको हो ढुङ्गाबाट बनाउँदाखेरि यी स्याम नाग जस्तो छ कि अलिक कन्फ्युज लाग्छ त्यस्तो केही होइन यो खत्रै हो लास्ट गरेको थियो है म चाहिँ लाग्ने है यहाँ छ गाइस चेन पुलको त्यो चाहिँ यही हो चेन पुलको चाहिँ मल्टिङ गरेको देखाउँछु भनेको थियो गाइस मल्टिङ गरेको चाहिँ यही हो यही हो बुढोको खप्पी यो चाहिँ मौसम हो कागती बारी देखाउँछु गाइस केरा हो ढलेर यस्तो हालतमा छ त्यहाँ देखाउँछु यो त अब धेरै च्यातिसकेको रहेछ होइन यी एउटा यहाँ च्यातेको रहेछ होइन मल्चिङ गरेको एउटा यहाँ च्यातेको यी अहिले भइरहेको छ आलु बखरा है अब फाइनली गाइज यो चाहिँ मेरो कागती बारी हो यसलाई चाहिँ अमिलो भन्छन् कुनै ठाउँ केही भन्छन् कुनै ठाउँ केही भन्छन् यसलाई कागज यो सानो गेडा लाग्ने हुनाले कागज भन्छ उसलाई अमिलो भन्छन् है यो हावाको कसम यस्तो छ यो बादलको कसम यो जङ्गल खोला नदीको कसम तिमी बिना बाँच्न सक्दिन यस्तो दुःख दिनु अनि यो चाहिँ पुरै कागती बारी छ यहाँ तल थोरै केरा बारी छ अनि केही छैन है यो ओनार भनेर लगाएको हो गाइज अब फुलेको त छ होइन अब त्यस्तै छ यो चाहिँ मेरो घर यो मेरो घर अनि यहाँ छ नि गाइज यो चाहिँ अङ्कल आन्टीको घर ठुल मम्मी ठुल ड्याडीको घर यो चाहिँ बनाउँला यो चाहिँ यो त्यति गरेर ठुल मम्मी हुन नि गाइज त्यही बिपी हाई पनि बिपी हाई भयो ओनार चाहिँ यो गाइज यो चाहिँ गाडीमा काट्ने बारी चाहिँ मेरो पुरै चाहिँ यो होइन अनि काटेर झन् राम्रो बनाएको छ दाना काटेर पुरै हजार काँडाहरू यो होइन अनि भर्खर पुग्यो यो चाहिँ मौसम हो गाइज तिमीहरूकोमा के भन्छन् भनिदिनु होला गाइज यो उखु हो होइन यो छ नि अहिले अहिले बसिरहेको रहेछ है यो चाहिँ ओखर हो जाति ओखर भन्छन् हाम्रो गाउँमा थोरै चाहिँ पाकेको छ पाक्न लागेको छ है बेला र भाइहरू पनि छ यो चाहिँ फुल हो है यो रातो फुल चाहिँ यो फुलको नाम थाहा छैन मलाई है अब टोनेलतिर फेरि यसलाई चाहिँ हाम्रो गाउँले हप्तामा अमिलो भन्छ है यो के टिभी अरे यो टिभी है मैले टोनेल देखाउँछु भनेको थिएँ गाइज अब फाइनली टोनेलमा पनि प्रवेश गरियो अब कहाँ गएको यो चाहिँ के भएको छोटियो होला गाइज यो चाहिँ हावा लागेर त्यहाँ तिरेर गएको हो धेरै छैन गाइज है मैले चाहिँ पुरै घुमाएँ अब तिमीहरूले कस्तो लाग्छ मेरो भिडियो हेर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला है अब कस्तो लाग्यो कमेन्टमा भन्नु होला भन्न चाहन्छु है सो बाई बाई गाइज